सुमिरे टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत 10 वर्षदेखि जापानमा भिजिट भिसाका नाउँमा हजारौं मान्छे पठाएर अरबौं पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यता कता संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अगाडि बढ्योस् भन्ने माग गर्न चाहन्छु। धन्यवाद। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए आफै टाप कसलान् हो, म गर्वका साथ भन्छु। हो, म गर्वका साथ भन्छु सभामुख महोदय, सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय। माननीय सदस्य आसन ग्रहण गर्नुहोस्। मैले समय डोलप्रसाद अर्याललाई दिएको छु। म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन सभामुख महोदय। मेरो समय ठिकै चलेको छ सभामुख महोदय। अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ सभामुख महोदय। मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन। गरौँ, मैले डोलप्रसादलाई समय दिएको छु, उहाँलाई 3 मिनेटको समय। संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु सभामुख महोदय। होइन भने सभामुख महोदय, निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ। म यो सभामुखज्यूबाट रुलिङको माग गर्दछु सभामुख महोदय। सभामुख महोदय, कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ सभामुख महोदय। हाम्रो आन्दोलन जारी छ सभामुख महोदय। मैले फेरि भन्छु, निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ, यो कट्नुपर्छ।